हाम्रा केही मागहरू पनि थिएनन्, हामीले केही मागहरू मागेका थिएनौं, मागहरू राखेका थिएनौं, तर के कुराले बाहिरिनु भयो भन्ने कुरा थाहा भएन। जुन कुलमान आफू स्वयंले भन्नुभएको छ हाम्रा केही मागहरू थिएनन् भनेर भन्नुभयो। म कुलमान सरको स्टिल अहिले पनि विरोधी होइन र विगतमा पनि विरोधी थिइन। मैले त कुलमानलाई केपी शर्मा ओलीले हटाएर उसको सालो राख्दाखेरि मजाले खुलेरै विरोध गरेको थिए उसको सालोको, र यो कुलमान घिसिङको चाहिँ एकदमै मजाले समर्थन जनाएको थिए। त्यसकारण म हिरासत त्यो कारणले पनि गएको थियो। मैले लास्ट टाइम राखेको भिडियो जुन मैले बोलेका शब्द उखानेको गुहानेले आफ्नो मान्छे राखेर कुलमानलाई हटाएछ भन्ने ओड थियो। यो ओडलाई एकदमै नेकपा एमालेका मान्छेहरूले चाहिँ सबैलाई एउटै ठाउँमा दाँजी भनेर गुनासो गर्नु भएको थियो। त्यसको लागि सरी भन्न चाहन्छु। 2-4 जना राम्रा पनि हुनुहुन्छ होला। मैले त्यो कुरा सापटी लिएर बोलेको है, त्यति बेला यो तरिकाले विरोध गरेको थिएँ भनेर, र विरोध गरेको थिएँ। म स्टिल अहिले पनि विरोध गर्दिन। तपाईलाई शुभकामना छ। देशका र जनताका निमित्त तपाईँ काम गर्न आउनु भएको हो भने जुनसुकै ठाउँबाट पनि तपाईले राम्रो काम गर्न सक्नुहुन्छ। स्टिल पार्टी नै फुटेर गए पनि ठिक छ, जनताका मन जित्नुस्, जनताका मनमुटुमा बस्नुस्, तपाईलाई शुभकामना छ। तर आएको कुरा, रवि लामिछानेले 79 सालमा पार्टी खोल्नु भयो। पार्टी खोलेर यति मेहनत गर्नुभयो, त्यो पार्टी खोलेर यहाँसम्म पुर्याउनुमा रवि लामिछानेको यति धेरै कसरत छ। त्यो हामी सबैजनाले, हामी पार्टीमै आबद्ध नभए पनि सञ्जाल निहाल्ने मान्छेले मजाले बुझेका छौं। बुझ्नुभयो? त्यति आइडल मानेको मान्छे रवि लामिछाने, त्यति देशले मानेको रवि लामिछाने, एउटा गिनिज बुकमा नाम लेख्न सकेको रवि लामिछानेले दुनियाँको घर दैलोमा गएर मैले पार्टी खोल्दैछु हजुर, तपाईँ चाहिँ यो ठाउँबाट उठ्दिनुहोस्, यो देश बनाउन पर्यो, पुरानाले बिगारे भनेर दुनियाँको घर घरमा गएर औँला जोडेर 10 औँला जोडेर बिन्ती टक्र्याएर यो पार्टी खोलेको छ। खोलेर यति धेरै जनताले माया गरे कि रविले सोचेको भन्दा नि बढी एउटा हुन्छ नि मासले माया गर्यो रविलाई, र यो पार्टी एकदम मजबुत भएर पहिलोचोटि नै 21 सिट लिएर सांसद भवन प्रवेश गर्यो हैन त। यसमा त धेरै लगाव छ नि त रविका पार्टीमा जोडिएका मान्छेहरूको धेरैको संघर्ष छ, स्टिल भएन हैन। धेरै समर्थकहरू, हामी जस्ता समर्थकहरूको पनि हात छ हैन राष्ट्रिय स्वतन्त्र पार्टी चिनाउनुमा। मतलब यो भनेको हैन कसैले चिन्दैन थियो मैले चिनाए त्यो भनेको हैन के। जति पनि सञ्जालमा हामीले समर्थन जनाइरहेका छौं नि, एउटा स्टिल समर्थक मात्रै भएर त्यो पनि त हात छ हो। यति धेरै स्ट्रगल गरेर ल्याएको पार्टी जुन राष्ट्रिय स्वतन्त्र पार्टी र घण्टी चिन्ह लिएर आउनु भयो रवि लामिछानेले। अनि हिजो कुलमानले उज्यालो पार्टी खोल्यो भनेर भन्दैमा अनि आज त्यो कुलमानको त्यो पार्टीको केही न केही राष्ट्रिय स्वतन्त्र पार्टीमा केही न केही लोगो मागेर हुन्छ त, त्यो दिनुहुन्छ त। स्टिल रवि लामिछाने सरले आफैले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट म आउट हुन्छु भनेर भन्नुभयो भने पनि आई थिंक समर्थकहरू मान्दैनन् क्या। उलाई माया गर्ने मान्छेहरू चाहिँ मान्दैनन्। हुँदैन, तपाईँ नै हुनुपर्छ सभापति। तपाईले यति धेरै दुःख गर्नुभएको छ, एउटा किस्तीमा आएको प्रधानमन्त्रीसम्म त्यागेर तपाईले यो देशका लागि यति धेरै मेहनत गरेर, यति धेरै संघर्ष गरेर यो देशका लागि तपाईले योगदान दिनका लागि तपाईँ त्यत्रो के रे महिना गएर जेल बस्नु भएको छ। तपाईको सानो ल्यागत छ यसमा, तपाईको सानो संघर्ष छ यसमा, तपाईलाई सभापति सर्लक्कहरूलाई दिनुहुन्छ भनेर हामी जस्ता आम समर्थकै मान्दैनौं। किनभने उसको धेरै मेहनत छ। बुझ्नुभयो? उसले धेरै परित्यागहरू गरेको छ यो पार्टी जन्माउनुमा, यो पार्टी यहाँसम्म पुर्याउनुमा नि उसको धेरै ठूलो योगदान छ। तर कुलमान घिसिङ त हिजो अस्ति आएको व्यक्ति हैन, जुन पार्टीमा भनेको है। फेरि उसले राम्रो काम गर्नु भएको छ। म अहिले पनि विरोधी होइन, तर सही सत्य कुरा बोल्नु पर्छ भन्नुहुन्छ नि तपाईहरुले। रवि लामिछानेकी झोले यो त्यो भनेर स्टिल मैले रवि लामिछानेको विरोध पनि गर्न सक्छु। बुझ्नु भएन? तर उसले गलत गर्नु पर्यो, मेरो आँखाले गलत देख्नु पर्यो। बुझ्नु भयो? हिजोको दिनमा रवि लामिछानेले यत्रो संघर्ष गरेर दुनिया मान्छेको गएर घर दैलो चारेर के रे दुनिया मान्छेलाई गएर जिउ गरेर बनाएको पार्टी आज फुटाइदिहाल्ने, तोड्दिहाल्ने कोही मान्छ? कोही माइकलाल छ यहाँ? यति सजिलै बनेको पार्टी हो? एउटा कुनै पनि कम्पनीको सीईओ फेरे जतिको सजिलो हुन्छ एउटा पार्टी जन्माएर यहाँसम्म पुर्याउनुमा? तर अनि हाम्रो केही पनि स्वार्थ थिएन। आखिर त्यही त रहेछ नि, सबैजनालाई त्यही पद चाहिएको रहेछ, देश त्यही भएर त भन्दा रहेछ नि। अब पुरानो कुरा काट्न कति सजिलो भयो हैन? के पाइनस् बुहारी खोइ के गर भने जस्तो कति सजिलो भयो उनीहरूलाई, भएन? उनीहरू त के नि उपाउ भनिरहेको थियो मान्छेले। तपाईहरु भन्नुहुन्छ नि किन तिमी यो ठाउँमा, तिमी किन सदस्य नलिएको हो? यस्तै हेर्नको लागि नलिएको हो मैले। बुझ्यौ नि? मैले
म ठुलो पदमा म जान सक्दिनँ थियो होला, मलाई ठुलो पदमा कसैले दिँदैनन् थियो होला, त्यो छुट्टै कुरा भयो। सामान्य सदस्यता लिन सक्थेँ नि मैले। हो यस्तै देख्नुपर्छ, यही दिन आउँछ भनेर नलिएको हो क्या मैले सदस्य पनि। बुझ्नुभयो? तपाईहरुलाई आखिर लोभ लालच केहीको होइन भने देशका निमित्त लड्न आउनु भएको भने त सामान्य सदस्य लिएर पनि सल्लाह सुझाव दिएर अगाडि बढ्न सकिन्छ नि। तर पार्टीमा त्यस्तो हुँदैन क्या। जसरी हामीले सोचिरहेछौँ नि, यति इजिली सोच्छौँ कि जनताका लागि जनप्रिय भएपछि जनता रवि लामिछानेलाई बारेल्न भन्दा बढी माग छ रवि लामिछानेको प्रधानमन्त्रीका लागि। रवि लामिछाने हुनुपर्ने हो नि त त्यसो भए। तर पार्टी सभापतिबाट रवि लामिछानेज्यू आफै म हट्छु भनेर भन्नुभयो भने पनि उहाँका समर्थकहरू र उहाँलाई माया गर्ने मान्छेहरू, उहाँको दुःख बुझेका मान्छेहरूले उहाँको यहाँसम्मको यो पार्टीलाई यहाँसम्म पुर्याउनुको मेहनत बुझ्ने मान्छे हामी जस्तो मान्छेले नै मान्दैनौँ रवि नै हुनुपर्छ त्यो ठाउँको सभापति भनेर भन्छौँ क्या। बुझ्नुभयो? हो त्यति सजिलो छैन नि। तपाईँले त हिजो जन्माउनु भएको पार्टी हो। हिजो जेएमजीको आन्दोलन पछाडि उज्यालो पार्टी भनेर तपाईँले हिजो जन्माउनु भएको पार्टी हो। बुझ्नुभयो? उसले त 79 सालमा यति धेरै स्ट्रगल गरेर जन्माएको छ कि त्यो कुरा त यावत जनताले बुझेका छन्। त्यसकारणले देश बनाउने हो भने नि हो क्षमता अनुसारको के रे पद चाहिन्छ। यो म पनि एकदमै सहमति छु। किनभने कोही मान्छेको क्षमता छ भने आफ्नो मान्छेलाई मात्रै घुल्ने, आफ्नो मान्छेलाई मात्रै राख्ने राष्ट्रिय स्वतन्त्र पार्टीले पनि नगरोस् हैन। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि नगरोस्। किनभने क्षमता जो मान्छेले जे को लागि जन्मिएको छ, जे गर्नको लागि आएको छ त्यो गर्न दिनुपर्छ क्या। बुझ्नु भयो नि? क्षमताको पनि कदर गर्नुहोस्, क्षमताको पनि युटिलाइज गर्नुहोस्। आफ्नो मान्छे मात्रै घुसाउनेतिर नलाग्नुहोस्। एउटा सीमित तरिकाले जो सुके पनि क्षमतावान मान्छे आयो भने उसलाई ठाउँ खुल्ला छोडिदिनुहोस्। तर रवि लामिछानेको सभापति पद कसैले पनि लिन सक्दैन, अहिले भर्खरै चाहिँ लिन सक्दैन। किनभने उसले किस्तीमा आएको प्रधानमन्त्री पनि त्यागेको छ। यो देशका लागि हो उसले। बुझ्नुभयो? उसले यो देशका लागि गद्दारी गर्न चाहेन। यदि गद्दारी गर्न चाहेको थियो भने नि किस्तीमा आएको प्रधानमन्त्री मजाले खाएर बस्थ्यो। उसलाई पदै ठुलो थियो भने। हो त्यो कुरा पनि हेर्नुहोस् न, रविबाट पनि सिक्नुहोस् न केही पाठहरू। कुलमानजी तपाईलाई एकदमै शुभकामना छ, राम्रो काम गर्नुहोस्, केही छैन। तर आई थिंक मलाई लाग्छ कुलमान भन्दा नि यो कुलमानका छेउछाउका आसेपासेका मान्छेहरूले बिगारेका हुन् कि जस्तो मेरो गेस हो हैन। किनभने सबैजनालाई केन्द्रीय सदस्य कतिजना चाहिने, मेरा समानुपातिकमा कतिजना, मेरा के अरे प्रत्यक्षमा सांसद कतिजना, कुन ठाउँबाट के। अरे यार यहाँ त जिम्मेवारी बाँड्नुहोस् न। के भागभण्डा हो? तपाईहरुका पद भागभण्डा गर्न आउनु भएको हो? देश यस्तो विषम परिस्थितिमा गुज्रिरहेको छ, लाज लाग्दैन तपाईहरुलाई अलिकति पनि? तपाईको आफ्नो वेट नघटाउनुस् है कुलमानजी। तपाईको यति मान्छेले यति राम्रो मानेका छन्, तपाई यति हाई लेभलमा हुनुहुन्छ कि तपाईको बुझ्नु पनि हो। तपाईले यो हाई लेभल बनाउनको लागि यति धेरै स्ट्रगल गर्नुभयो, यति धेरै मेहनत गर्नुभयो, यति धेरै मान्छेको मन जित्नको लागि तपाईको यति धेरै संघर्ष होला। तर त्यो संघर्ष नि छेडिकमा तपाईको चोइट भइदिन्छ। तपाई यहाँको मान्छे यहाँ डाउन हुनलाई एकछिन पनि लाग्दैन। बुझ्नु भयो नि? नाम बिगार्न र छवि बिगार्न 1 सेकेन्ड पनि लाग्दैन। तर कमाउनको लागि तपाईले जन्मेदेखि मेहनत गरेर अहिले कुन उमेरको भइसक्नु भयो, यो उमेरसम्म आउँदाखेरि तपाईले कमाएको नाम चाहिँ 1 सेकेन्डको चुटकीको भरमा नजाओस्। म तपाईको समर्थक शुभचिन्तकै हो। तपाईले मेरो भिडियो त हेर्नुहुन्न होला, तपाईसम्म त पुग्दैन होला। तर मैले तपाईलाई तपाईको अवधि म्याद नपुगिकन के रे केपी शर्मा ओलीले तपाईलाई जुन विद्युत प्राधिकरणबाट हटाइसके पछाडि उसको मान्छे राख्दाखेरि मैले घोर विरोध गरेको थिएँ। बुझ्नुभयो? घोर विरोध गरेको थिएँ। म 12 दिनसम्म म हिरासत पनि बसेको मान्छे हो। बुझ्नुभयो नि? त्यसकारणले गर्दाखेरि जनताको जनप्रिय हुनुहुन्छ। जहिले पनि जनप्रिय हुनुहोस्। जनताका निमित्त काम गर्ने मान्छेले कहिले पनि पद र कुर्सी खोज्दैन, जनताले दिने हो। जनताले तपाईले काम गरेको देखेर जनताले भनिहाल्छन् नि कुलमानलाई यो पद चाहिन्छ, कुलमानलाई यो ठाउँमा राख्नुपर्छ, कुलमान जतिको मान्छे यो ठाउँमा हुनुपर्छ भनेर माग आइहाल्छ नि, आउँदैन? जनताको मन जित्ने हो क्या। यति कहाँ कसैले म पाइन भने आफै तपाई हुने होइन। मैले तपाईलाई नराम्रो भन्न खोजेको होइन है।